स्वागत छ तपाईँहरूलाई। आज पनि अलि लामो समयपछि फेरि एउटा अर्को भिडियो ल्याएर आएको छु। अर्को भिडियोमा चाहिँ के छ भन्दा तपाईँले थम्बनेल हेरेरै थाहा पाइसक्नु भएको होला भिडियोको। बनन 2076 सम्बन्धी है यो कसुर र सजायमा चाहिँ हामी एकदमै झुक्किने गरेको पाइन्छ। यो कसुरको यो सजाय हो कि यसको यो सजाय हो कि भनेर हामी एकदमै अलमलमा परेको पाइन्छ र नजिकै आइरहेका इक्जामहरूलाई मध्यनजर गर्दै मैले तपाईँहरूलाई केही भए पनि थोरै सहयोग प्रदान गर्न सकूँ भन्ने उद्देश्यले चाहिँ यो भिडियो ल्याएर आएको छु। कृपया भिडियो मन पर्यो भने है तपाईँहरू यस च्यानलमा आबद्ध हुन सक्नुहुन्छ, त्यो मैले भन्नै पर्दैन। अब भने कुराभन्दा पनि भिडियो नै सुरु गरौँ है त। अब राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गराएमा भनेको छ, त्योभन्दा पहिला हामीले बुझ्नुपर्छ कि बनन 2076 है सङ्घीय बनन 2076 यो क्वेसन चाहिँ त्यहाँबाट आएको है। सङ्घीय बनन 2076बाट आएको क्वेसनमा चाहिँ के भन्छ भने तपाईँलाई क्वेसन सोध्छ, बनन 2076 अनुसार कसुरको व्यवस्था कुन दफामा छ, कति दफामा कसुरको व्यवस्था गरिएको छ भन्छ। तपाईँले के बुझ्नु पर्यो भन्दा दफा 49मा चाहिँ कसुरको व्यवस्था गरिएको छ भने बनन 2076 अनुसार दण्ड सजायको व्यवस्था कति दफामा गरिएको छ भने दफा 50मा है। दफा 49मा कसुर, 50मा सजाय है। त्यो भएर अब कसुर के गर्यो त त्यो मान्छेले भन्दा राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो है। राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो, त्यो कसुर भयो। कसुर भनेका के हो त भन्दा यो वन ऐनले निषेधित गरेका कार्यहरू, नियम विपरीतका कामहरू गर्नु क्या। अब राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो, यो कसुर भयो। राष्ट्रिय वन फाड्ने जोत्ने कामहरू गर्यो, वनमा आगो लगायो, त्यहाँभित्र पशु चौपायाहरू चरायो होला, अनि अरू यावत कुराहरू के है ती कुराहरू गर्यो, त्यहाँभित्रका वन पैदारहरू मास्यो भने ती कुराहरू कसुर हुन् भने त्यो मासे बाबत चाहिँ उसलाई सजाय पनि हुन्छ है। सजाय के छन् ती कुराहरूको कुराहरू हो। अब सुरु गरौँ है त। अब राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो र जग्गा दर्ता गरिसकेपछि म अहिले सजाय तपाईँहरूलाई दुइटै एकैचोटि बुझाउँछु है। सुरुमा राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गरेछ। अब त्यो जग्गा दर्ता गरिसकेपछि त्यो मान्छेले के गर्छ त, त्यो वनलाई फाड्ने गर्यो होइन। अब त्यो वन त मेरै हो भन्छ, त्यो वनलाई चाहिँ त्यसले फाड्छ है। यहाँ लेखेको कुरा तपाईँहरू पढिहाल्नुहुन्छ, मैले तपाईँलाई सिधै ट्रिकमा लैरहेको छु है, भिडियो लामो हुने भएकोले। त्यो जग्गा चाहिँ अब त्यो आफ्नो नाममा जग्गा दर्ता गर्छ भनेपछि त्यो मान्छेले अब त्यो जग्गा फाडिदिन्छ, त्यहाँभित्र जोतखन गर्ला, त्यो खन्ने कार्यहरू गर्ला, त्यहाँभित्रका खनिज कार्यहरू के अरे खनिजहरू उत्खनन गर्ला है, सडकहरू बनाउला, पूर्वाधार बनाउला, घर छाप्रो बनाउला, त्यहाँभित्र व्यवसाय के अरे सञ्चालनहरू गर्ला। अनि यी सबै कामबाट उसले वन अतिक्रमण गर्छ है। यो वन अतिक्रमण गर्यो भने कति हुन्छ सजाय भनेको कुराहरू पनि तपाईँले यहाँबाट बुझ्नुपर्ने हुन्छ। क्वेसन यहाँबाट आउँछ हेर्नुहोस् है। बनन 2076 अनुसार अतिक्रमण गर्नेलाई सजाय कति हुन्छ वन अतिक्रमण गर्नेलाई भन्यो भने पनि यो एन्सर चाहिँ यही छ है। अब दुइटै तपाईँले बुझ्नुभयो। राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो, जग्गा दर्ता गरिसकेपछि राष्ट्रिय वन अब त्यहाँको जग्गालाई फाड्छ उसले है, जोत्ने काम गर्छ, त्यहाँ टहराहरू बनाउँछ, घर छाप्रो बनाउँछ, त्यस्ता कुराहरू बुझ्ने है। अब भने यता सजायतिर जाउँ है त। अब सजाय के छ त भन्दा राष्ट्रिय वनबिर्ताको जग्गा दर्ता गर्यो भने 5 वर्षसम्म कैद अथवा 50,000 रुपियाँसम्म जरिवाना दुवै सजाय हुन्छ। अनि यो राष्ट्रिय वन अब दर्ता मात्रै गर्यो भने है, उसले दर्ता मात्रै गर्यो, अब दर्ता गरिसक्यो त्यसले अझ बढी काम गर्यो नि त, त्यहाँभित्र खन्ने, त्यहाँभित्र वन पनि फाडिदियो, त्यहाँ जोत्ने काम गर्यो, घर छाप्रो बनायो भने त उसलाई अलिकति सजाय पनि बढ्नु पर्यो। सजाय बढेर के भयो त 5 वर्षसम्म कैद त ठिक थियो, उसलाई 50,000को साटो चाहिँ 1 लाख रुपियाँ जरिवाना गरिदियो है। 1 लाख रुपियाँसम्म जरिवाना दुवै। अब यी दुइटैलाई सम्झिनतिर लागौँ। अब राष्ट्रिय वनबिर्ताको जग्गा किन दर्ता गर्यो भन्दाखेरि त्यो मान्छेले अलिकति आफ्नो जग्गाबाट फाइदा भएन, उसलाई अलिकति जग्गाको मोह भयो है, त्यो भएर भनेर बुझौँ। उसले 5 वर्षसम्म 50,000 रुपियाँ नकमाएर के है, आफ्नो जग्गाबाट उसले चाहिँ 5 वर्षमा 50,000 रुपियाँ नकमाएर राष्ट्रिय वन चाहिँ आफ्नो जग्गा चाहिँ आफ्नो नाममा दर्ता गरेछ। के बुझ्नु पऱ्यो त हेर्नुहोस् है, ट्रिकमा छु एकदमै ध्यान दिनुहोस्। 5 वर्षसम्म 50,000 रुपियाँ कमाउन नसकेर उसले राष्ट्रिय वन दर्ता गर्यो है। 5 वर्षसम्म 50,000 कमाउन सकेन, राष्ट्रिय वन दर्ता गर्यो भनेको 5 वर्ष कैद, 50,000 रुपियाँसम्म जरिवाना, राष्ट्रिय वन दर्ता गरेको यसरी बुझ्ने। अनि दर्ता त गर्यो है, अब उसले त्यहाँभन्दा पछाडि दर्ता गरेपछि त्यहाँ फाड्ने काम धेरै गर्यो, अब त्यसलाई त सजाय बढ्नु पऱ्यो नि त होइन। अब फाट्दाखेरिमा त उसले के हो त 5 वर्षमा 50,000 कमाइ नभएको है, अब त्यो 5 वर्षमा 50,000 कमाएको उसले ट्याक्कै डबल तिर्नुपर्ने भयो क्या है। उसले अब नियम कानुन थाहा पाएर हिँड्छ नि त, जग्गा दर्ता गरेर खन्ने जोत्ने गर्दाखेरि 5 वर्षमा त माथि 50,000 रुपियाँ कमाइ भएन भनेर राष्ट्रिय वन दर्ता गरेको थियो, त्यसको ट्याक्कै डबल दिनु पऱ्यो। पछि खनजोत गर्दा दर्ता गर्दा मात्रै ट्याक्कै आधा भएको थियो भने दर्ता गरिसकेपछि खनजोत गऱ्यो, त्यहाँ बढायो नि त काम, त्यो ठ्याक्कै यता
50,000को साटो 1 लाख भइदियो क्या। 5 वर्षसम्म कैद 1 लाख रुपियाँसम्म जरिवाना भयो है। त्यसरी बुझ्नु होला। अब त तपाईँहरू झुक्किनुहुन्न है योमा। अब 50,000 कमाइ भएन भनेर जग्गा दर्ता गरेकोले उल्टो 5 वर्षमा 1 लाख रुपियाँ तिर्नु पर्यो। 5 वर्षमा 50,000 कमाइ भएन भनेर दर्ता गरेको मान्छेले 5 वर्षमा 1 लाख रुपियाँ तिर्नु पर्यो भनेर तपाईँले यसरी बुझ्नु होला है त त्यसलाई। अनि त्योभन्दा पछि के हुन्छ हेर्नु त, त्यहाँमा चाहिँ प्रयोग भएका राष्ट्रिय वनमा है त्यहाँ मेसिनहरू हुन्छन्, ती घर छाप्रोहरू हुन्छन्, तिनीहरू अनि सबैलाई जफत हुन्छन् है। त्यो वनभित्र यताका घर छाप्रोहरू छन् नि, तिनीहरू जफत हुन्छ र त्यहाँ चाहिँ कसुर गर्दाखेरि वन पैदावार हटाएको नोक्सानी गरेको भए त्यो बापत पनि त्यो मान्छेलाई सजाय हुन्छ। त्यो कुरा पनि बुझ्नु होला र बुझ्नुभएको पनि होला है। अब अर्को कुरा आयो राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गरेमा। अब यसलाई सम्झिने एकदमै छोटो ट्रिक छ। राष्ट्रिय वनमा आगो लगाए 3 साथीले भन्ने, 3 साथीले आगो लगाइदिएछन् क्या राष्ट्रिय वनमा। 3 साथी भनेको के हो त, 3 भनेको 3 वर्ष, साथी भनेको 60,000। अब 60 वर्ष हुने त कुरै आएन सजाय, अब त्यस्तो सजाय छैन है। 3 साथी है, अब 3 साथीले आगो लगाइदिए राष्ट्रिय वनमा भनेको 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना है। यसलाई यसरी। अनि त्यो बिगो चाहिँ बिगो भएपछि बिगो असुल गरी 3 वर्ष कैद र 60,000 रुपियाँसम्म जरिवाना दुवै हुनेछ भनेको छ है। क्षति भएको चाहिँ बिगो असुल गर्ने अनि 3 साथीले राष्ट्रिय वनमा आगो लगायो भनेर सम्झिने। 3 वर्षसम्म कैद अथवा 60,000 रुपियाँसम्म जरिवाना अथवा दुवै हुन्छ भनेर सम्झिने। अनि निषेध गरिएको वन क्षेत्रभित्र चौपायाहरू है, चौपाया पशु चौपायाहरू प्रवेश गरे अथवा गराएमा के हुन्छ त अब पशु चौपाया पनि प्रवेश गराउन मिलेन नि त निषेध गरेको वनमा। अब त्यहाँ के हुन्छ भन्दा भेडा बाख्राहरू भए चाहिँ है, भेडा बाख्रा अलि साना भयो भने भेडा बाख्रालाई 50 रुपियाँ प्रति है एउटाको 50देखि 500 रुपियाँसम्म लाग्नेछ। 50देखि 500, 50-500 यसरी बुझिहाल्नुहुन्छ भेडा बाख्राको। अनि हात्ती भयो भने के गर्नु त, हात्ती त अलिक ठुलो जीव हो नि त होइन। अब 500ले त कहाँ होला हात्तीलाई त होइन, धेरै चाहिन्छ। त्यसलाई 1000देखि 5000 है। 50देखि 500 थियो भने 1000देखि 5000सम्म है हात्तीलाई 1000देखि 5000 तपाईँलाई यता हेरेरै गन्ठ भइहाल्छ। र अन्य चौपाया भएमा अब बाख्राको भन्दा अलिक धेरै हुनु पर्यो अनि हात्तीसम्मको त हुनु पर्यो नि त होइन। अरू चौपाया पनि बाख्राभन्दा धेरै भनेको 500 भन्दा नि यो के अरे 50 भन्दा पनि धेरै हुनु पर्यो, हात्तीको 1000 भन्दा पनि त्यहाँसम्म हुनु पर्यो। त्यो भएर 100देखि 1000सम्म। अरू चौपाया भएपछि 100देखि 1000। तपाईँहरूलाई के सोध्न सक्छ भने भेडा बाख्राको कति हुन्छ है, भेडा बाख्रा चरायो राष्ट्रिय वनमा निषेध गरेको वनमा भन्यो भने 50देखि 500 रुपियाँसम्म जरिवाना हुन्छ भनेर सम्झिने। र यदि तपाईँले हात्ती नै सोधिदियो, अब हात्ती नै चराइयो भने त त्यहाँ चाहिँ कति सजाय हुने भयो त 1000देखि 5000 रुपियाँसम्म, यो यसरी सम्झिनु होला। अनि अर्को कुरा के छ भने एकदमै इम्पोर्टेन्ट कुरा छ। अब हेर्नुहोस् है त, यो म सब ट्रिकबाटै बताइदिन्छु तपाईँहरूलाई। यो राष्ट्रिय वन क्षेत्रबाट वन पैदावार हटाउने, ओसार पसार बिक्री वितरण गर्ने अथवा घाटगतिमा राखेको वन पैदावार हटाउने, चोरी गर्ने काम गर्यो है। के त राष्ट्रिय वन क्षेत्रभित्रबाट ती वन पैदावारहरू हटायो होइन, चोरी गर्ने कामहरू गर्यो। अब वन पैदावार मात्रै होइन क्या, त्यहाँबाट ती भित्र ढुङ्गा गिट्टी बालुवाहरू झिक्यो, चुन पोल्यो, अरू मालहरू बनायो भने है, खनिज पदार्थ निकाल्यो। योमा के हो त भन्दाखेरि त्यहाँभित्रका वन पैदावार ओसार पसार गर्यो, खनिज पदार्थहरू त्यहाँका ओसार पसार गर्यो, अनि ढुङ्गा गिट्टीहरू निकाल्यो। अनि त्योभन्दा तलतिर अझै छ है, अनि रुख बिरुवाका हाँगा काट्यो है, त्यहाँभित्रका रुख बिरुवाका हाँगाहरू काट्यो, खोटो निकाल्यो, रुख बिरुवाका बोक्रा निकाल्यो। अनि कसैले इजाजत पत्र लिएको हुनसक्छ, पुर्जी लिएको हुनसक्छ। पुर्जी लिएर म एउटा रुख काट्छु भन्यो, अनि त्यो रुख काट्ने बेला त्यो रुखले चाहिँ अरू 2 रुखलाई ढालिदियो, त्यो रुखले ढाल्यो। अनि यताउता त्यो मुढाहरूलाई बाहिर चाहिँ लिनुपर्ने होला, त्यो दारलाई त्यसले चाहिँ माटोमा क्षति गर्यो, अरू बिरुवालाई चाहिँ क्षति गर्यो भने है, त्यस्ता झाल्दा तिनलाई घर्साउँदाखेरि अरू क्षतिहरू पुऱ्यायो भने के सजाय हुन्छ त भन्ने कुराहरू छ। अब यति कुराहरूको लागि तपाईँको सजाय के छ त भन्दाखेरि अब बिगो भन्ने छ है। यो बिगो भन्ने के हो त भन्दा त्यतिसम्मको सजाय है, 1000 रुपियाँसम्म त्यसले क्षति गरेछ भने भन्ने हो। बिगो भने क्षति हो। अनि त्यसरी सम्झिनु। अनि 1000 रुपियाँसम्मको बिगो भयो भने त्यसलाई के गर्ने त भन्दाखेरि है, त्यसलाई 1000 रुपियाँसम्मको बिगो भयो भने यी कार्यहरू है, सबै मैले अहिले भनेका कार्यहरू छ नि, जो वन क्षेत्रबाट वन पैदावारहरू हटायो, अनि खोटोहरू निकाल्यो, अनि त्यहाँभित्रबाट अरू खनिज पदार्थ ढुङ्गा गिट्टी बालुवाहरू निकाल्यो, अनि त्यो मान्छेले इजाजत पत्र लिई पनि अरू लापरवाही गर्यो भने, अनि चुन पोल्यो भने, यस्ता कामहरू गर्यो भने। अब 1000 रुपियाँसम्मको बिगो छ भने त्यसलाई 1000 रुपियाँसम्म जरिवाना गर्नु पर्यो। ठिक छ, त्यतिसम्म गर्ने, पहिलो पालि गरेको होस्, छोडिदिउँ तँलाई 1000 रुपियाँ नै भयो भन्यो, 1000 रुपियाँसम्म क्षति गरेर रहेछ, ठिक छ पहिलो पालि हो, तँलाई 1000 रुपियाँ नै जरिवाना भनेर भनियो है, ती कार्यहरू गर्यो भने। अनि ठिक छ ल 1000 रुपियाँ त भयो, फेरि बढाइदियो 1000देखि 5000सम्म, फेरि के अर्को पालि है 1000देखि 5000सम्मको बिगो भयो है। 1000देखि 5000को क्षति गर्यो भने त्यो त दोस्रो पटक भयो, यसलाई त छोड्ने होइन है, यसलाई छोड्ने होइन। ठिक छ, 1 महिनासम्म यसलाई 1 महिनासम्म चाहिँ कैद गरिदिउँ, अनि त्यो बिगो बमोजिम चाहिँ जरिवाना, बिगो चाहिँ असुल गर्नु पर्यो। पहिला चाहिँ सुरुको पालि थियो, यसलाई 1000 रुपियाँको 1000 रुपियाँ नै बिगो थियो,
अब दोस्रो पाली भयो भने त तँलाई छोड्ने कुरा भएन। 1 महिना भए पनि यसलाई जेलमा थुनौ भनेर 1 महिनासम्म कैद हान्यो। अनि त्यो बिगो चाहिँ कति 1000 देखि 5000मा, चाहे 2000 होस्, चाहे 2500 होस्, चाहे 5000 होस्, त्यो बिगो पनि बिगो बमोजिम जरिवाना हुन्छ अथवा दुवै हुन्छ भनेर सम्झिने। दोस्रो पालीमा के हो त तँलाई छोड्ने होइन, 1 महिना खोज्ने हो भनेर 1 महिना गर्यो। फेरि तेस्रो पटक होइन, सुरुमा त 1000सँग गरेको थियो, 1000देखि 5000 गरेको थियो दोस्रोमा, त्यसलाई 1 महिना कैद थप्यो। अब फेरि 5000देखि सिधै 50000सम्म, यो त ठुलै जरिमाना हो, के अरे ठुलै कसुर गऱ्यो नि त। अब 5000देखि 50000सम्मको बिगो गर्दा हुँदाखेरिमा अब त यसलाई छोड्नुहुन्न, 1 महिनाले त पुग्दैन, यसलाई 3 महिनासम्म हालौँ भन्यो क्या है। 5000देखि 50000 यो त तेस्रो पालीको गल्ती हो यसको। दोस्रो पालीमा त यसलाई 1 महिना मात्रै दिएको थियौँ, यसले त तेस्रो पाली गल्ती गर्यो। झन् त 50000, 5000देखि 50000कै बिगोको काम गर्यो भन्दाखेरि है त्यसलाई 3 महिनासम्म कैद गरियो। 3 महिना कैद बिगो बमोजिम जरिवाना दुवै भयो है। ओहो, त्यो पनि भएको थियो। अब 50000देखि 1 लाख, 50000सम्म भएको थियो, 50000देखि 1 लाख भयो भने अब माथि तेर्सो पटक गरेर 3 महिना भएको थियो। अब त छोड्ने कुरा हुन्न भनेर त्यसलाई फेरि डबल गरिदियो 6 महिना है। त्यसलाई डबल गर्यो हेर्नु त 6 महिना छ है। त्यसलाई 6 महिनासम्म कैद अथवा बिगो बमोजिम जरिवाना हुने भयो। अब 1 लाखसम्म भएको थियो। 1 लाख भइसकेपछि अब ट्याक्क डबल गर्यो, त्यसलाई सजाय पनि डबल भयो हेर्नु त। अब 50000, 5000देखि 50000 जरिवाना थियो, 3 महिना भएको थियो हेर्नु त। 5देखि 50 जरिवाना थियो, 3 महिना भएको थियो। 50देखि 1 लाख भनेर डबल जरिवाना गर्यो, त्यसलाई 6 महिना कैद भएको थियो। अब फेरि डबल गर्यो क्या, 1 लाखदेखि 5 लाख, झन् यो त झन् डबलको सजाय गर्यो। 1 लाख 50,000 थियो, 1 लाखदेखि 5 लाखसम्मको चाहिँ बिगो भयो। त्यो बिगो भयो भने त्यसलाई 1 वर्षसम्म कैद हान्नु पऱ्यो है। अब झन् डबल बढाउँदै गइरहेको छ कि 1 वर्षसम्म कैद भयो। अनि अब सकिन्न भनेर फेरि लास्टमा के भयो त 5 लाखभन्दा पनि बढीको चाहिँ त्यसले बिगो भयो। 5 लाखभन्दा बढी जतिसुकै गरोस्, त्योभन्दा बढी पनि गर्ने हुन्छ। अब सकिन्न, तँलाई के गर्नु पऱ्यो भन्दा त तँलाई 2 वर्षसम्म कैद गर्नु पऱ्यो। 1 वर्षसम्म कैदले पनि पुगेन माथिको होइन। 1 लाखदेखि 5 लाखसम्म चाहिँ 1 वर्ष कैदले पनि पुगेन, 2 वर्ष कैद गर्नु पऱ्यो भन्यो। 5 लाखभन्दा बढीको बिगो गरेपछि है, बिगो भयो। त्योभन्दा बढीको बिगो भयो भने जतिसुकै होस् त्यसलाई चाहिँ 2 वर्ष कैद र बिगोको दोब्बर जरिवाना हुन्छ। दोब्बर गर्नु गऱ्यो नि त। अब अति अहिले त हदभन्दा बढी भइसकेपछि दोब्बरै भयो क्या है। 2 वर्ष कैद दोब्बर, त्यसरी 5 लाखभन्दा बढी है। 100देखि 5 लाखसम्म के त 1 वर्ष कैद बिगो बमोजिम हुन्छ, के अरे बिगोको दोब्बर 100, यो बिगो बमोजिम नै हुन्छ है। 100देखि के अरे 1 लाखदेखि 5 लाखसम्मको, अनि त्यसपछि 1 लाखदेखि 5 लाखको 1 वर्ष अनि बिगो बमोजिम। अनि 50,000देखि 1 लाखको चाहिँ त्यसको आधा 6 महिना बिगो बमोजिम। अनि त्यसपछि 5,000देखि 50,000को 3 महिना कैद छ, अनि 1000देखि 5,000को 1 महिना, अनि 1000 रुपियाँसम्मको चाहिँ 1000 रुपियाँ मात्रै बिगो छ है। त्यसलाई त्यसरी बुझ्नुहोस्। अनि अर्को छ एउटा है, विदेश निकासी गर्न प्रतिबन्धित लागेको वन पैदारहरू विदेश निकासी गरेमा। अब विदेश निकासी गर्न प्रतिबन्धित वन पैदारहरू हाम्रा धेरै छन् नि होइन। अब ती पर्दा वन पैदारहरूलाई त्यसले चाहिँ विदेश निकासी गर्न लाग्यो क्या। यो त ठुलो आँट भए मान्छे हो नि त होइन, यस्तो विदेशमा निकासी गर्ने यो त एकदमै आँट भएको मान्छे हो। अब त्यसलाई चाहिँ के सजाय हुन्छ त भन्दाखेरि, त्यसलाई के हुन्छ भन्दाखेरि वन पैदारहरू त्यसका पहिला सुरुमा जफत गर्नु पऱ्यो है। त्यसलाई अनि 3 वर्षसम्म कैद गर्नु पऱ्यो क्या। विदेश निकासी गर्न त त्यसको आँट बनायो त होइन, एकदमै ठुलो आँट गर्यो त्यो तिनले है। जो थिए, एकजनाले मात्रै त सक्दैन होला यो विदेश निकासी गर्न। अब त्यहाँ मान्छेहरू हुन्छन् होला, तिनको आँटलाई मानेर 3 वर्षसम्म कैद गर्नु पऱ्यो र बिगोको दोब्बर पनि किनकि अब विदेशै निकासी गर्न लागेको गर्दाखेरि त्यसलाई दोब्बरै हान्नु पऱ्यो भनेर तिनको आँटलाई है, तिनको आँटलाई मानेर 3 वर्ष अनि बिगोको दोब्बर जरिवाना हुन्छ। अनि हैरानी गर्ने नियतले क्या, अब हैरानी गर्ने नियतले कब्जा पक्राउ गर्ने व्यक्ति, कोही कर्मचारी हुन्छ नि, कसैको रिसिभी होला केही होला कोही मान्छेसँग, त्यसलाई पक्राउ हानिदिने। त्यस्ता कर्मचारीहरूलाई के हुन्छ त भन्दाखेरि, त्यस्ता कर्मचारीहरूलाई के अरे 50,000 रुपियाँसम्म जरिवाना हुन्छ है। त्यस्तालाई 50,000 रुपियाँसम्म जरिवाना हुन्छ। अर्को छ तपाईँको कसुरदारलाई भाग्न सहयोग गर्ने हुन्छन्। कोही के हुन्छन् त भन्दाखेरि कसुरदारलाई चाहिँ भाग्न सहयोग गर्नेहरू हुन्छन् नि, कसुरदार त्यो मान्छेहरूलाई भगाउने, जसले त्यस्तो कसुर गरेको छ त्यो मान्छेलाई भगाइदिने हुन्छन्। तिनीहरूदेखिलाई के गर्नु पऱ्यो त भन्दाखेरि, त्यो भगाउन सहयोग गर्ने पनि त त्यो मान्छे कसुर गरेको सरह नै हो नि त। त्यो भएर त्यो मान्छेलाई पनि कसुरदारले गरेको सजायको सरह नै हुनेछ है। त्यसलाई चाहिँ दण्ड सजाय त्यस्तो हुनेछ। कसुरदारलाई चाहिँ यदि कुनै गर्दाखेरिमा ल 3 वर्ष कैद होइन, 60,000 आगो लगाउन मानौँ न एउटा उदाहरण, त्यसले आगो लगाउनेमा सहयोग गरे एउटा मान्छे रहेछ, त्यसलाई आगो लगाउनलाई त के छ त 3 वर्ष कैद 60,000 जरिवाना थियो। अनि अर्कोले भगाइदियो क्या त्यो मान्छेलाई। अब त्यो मान्छेले भगायो भने भगाउने मान्छेलाई पनि त्यति नै जरिवाना गराउने हो क्या, त्यो कुरा हो है कसुरदारलाई हुने सजायको सरह भनेको।
अनि दुरुत्साहन दिने वा मिलोमतो गर्नलाई कसैले भन्ला ल गर्नुपर्छ, यो वनबाट काठहरू तस्करी गर्नुपर्छ, विदेशतिर निकासी गर्नुपर्छ भनेर कसले फकाउला। त्यस्तो फकाउने पछि भेटियो भने मुद्दाको अनुसन्धान गर्दाखेरि त्यसलाई चाहिँ यो मान्छेलाई है, त्यो मान्छेलाई हुने सजायको आधा हुन्छ है। जसले फकाएको थियो त्यसलाई आधा सजाय हुन्छ। त्यसलाई 1 लाख जरिवाना थियो भने 50,000 हुन्छ, त्यसलाई 2 वर्ष थियो भने 1 वर्ष जरिवाना भनेको आधा सजाय हुन्छ है त। त्यसलाई त्यसरी बुझ्नु होला। अब भने हामी अर्को स्लाइडतिर जाउँ है त। अब हामी अर्को स्लाइडमा आएको छौँ। यहाँ अर्को स्लाइडमा आउनुभन्दा पहिला हामीले केही कुराहरू बुझ्नुपर्छ, त्योभन्दा पछि मात्रै बुझिन्छन् है त यी कुराहरू। अब यहाँ माथिका सजायहरू के छन् भन्दाखेरि तपाईँको 10,000 रुपियाँसम्म जसलाई सजाय हुन्छ नि, 10,000 सजाय हुनेलाई 6 महिनासम्म कैद हुन्छ र 20,000 छ भने त्यसको ट्याक्क डबल 1 वर्ष कैद हुन्छ है। यहाँ लेखिदिएको छु 10,000सम्मको जरिवाना अथवा 6 महिना कैद हुनेछ भने हुन्छ माथि भनेको कुराहरूमा। यसलाई 20,000 रुपियाँसम्मको चाहिँ के अरे रुपियाँ छ भने त्यसलाई 1 वर्षसम्म कैद हुनेछ भनेको छ। यो कुराहरू पहिला दिमागमा राख्नुहोस्। अनि अब माथिलाई जाउँ है त टपिकमा। अब त्यहाँ जाउँ कसुरमा है त। कसुर के गर्यो त भन्दा कुनै पनि मान्छेले वन सिमाना चिन्ह उखेल्ने, सार्ने, मेट्ने, बिगार्ने काम गर्यो अरे। वन सिमाना चिन्हहरू उखेल्यो अनि टाँचा निशानाहरू कृत्य गर्यो, फेर्यो भने है। अब वन सिमाना भनेको के हो त? बााउन्ड्री हो। हेर्नु त, बााउन्ड्री भनेको बााउन्ड्री 20 लेख्ने, बााउन्ड्री 20 वन सिमाना है। बााउन्ड्री 20 सिमानाको कुरा आयो भने 20,000 रुपियाँसम्म जरियाना। अब मैले 20,000 रुपियाँ जरियाना भयो के भनेको थिएँ? 1 वर्ष कैद भनेको थिएँ नि पछाडि, त्यो हो है। यो बााउन्ड्री 20 यसलाई यसरी सम्झिनु। अनि टाँचा भन्यो नि त, टाँचा 20। अब यो पनि 20,000 रुपियाँसम्मको लागि कति वर्ष कैद हुन्छ भनेको थिएँ? 1 वर्ष कैद हुन्छ। त्यो भएर यो टाँचाको र यो बााउन्ड्री 20, टाँचा 20 त्यसरी सम्झिनु है। त्यो भएर बााउन्ड्री 20 भनेको 20,000 रुपियाँ र टाँचा 20 भनेको पनि 20,000। अनि 20,000सम्मको लागि कति हुन्छ भनेको थिएँ? 1 वर्ष कैद। अनि 10,000लाई के भनेको थिएँ? 6 महिना कैद। त्यो है। अब यहाँ 20 को के हुन्छ त? 1 वर्षसम्म कैद हुन्छ। अनि अर्को के छ भन्दा तपाईँ उपभोक्ता समूह, यो चाहिँ एकदमै इम्पोर्टेन्ट पनि छ है। उपभोक्ता समूहका पदाधिकारीहरू हुन्छ नि, कुनै पनि सामुदायिक वनहरू अरू कसैको उपभोक्ता समूहका पदाधिकारी अथवा सदस्यहरूले चाहिँ त्यो समूहको हितको नाममा त्यो कोषमा रहेको रकम हुन्छ नि, त्यसलाई हिनामिना गरे, समूहको विधान र कार्ययोजना विपरीत काम गर्यो भने तिनीलाई के हुन्छ त? तिनीहरूले त्यो विधान विपरीत काम गर्यो भने तिनीहरूलाई के हुन्छ त भन्दाखेरि तिनीहरूलाई विष खाए बराबर लाग्छ होइन। किनभने तिनीहरूले विष खाए जस्तै हो नि त। आफ्ना समुदायको उपभोक्ताको हितको लागि राखेको त्यो रकम तिनीहरूले हिनामिना गरे अनि कार्ययोजना विपरीत काम गरेनन् भने त तिनीहरूले विष खाए पनि हुन्छ भनेको, विष खाए हुन्छ भनेको 20,000 जरिवाना। अनि 20,000सम्म जरिवाना भएकोलाई के भनेको थिएँ? 1 वर्ष कैद हुन्छ भनेको थिएँ नि त। 1 वर्षमा कैद अनि 20,000 जरिवाना अथवा दुवै हुन्छ। यसलाई यसरी सम्झिने। अनि नर्सरीमा रहेका वृक्षारोपण गरेका बिरुवाहरू, अब नर्सरीको कुरा आयो नि त। अब नर्सरीमा रहेका बिरुवाहरूलाई तिनीहरूलाई काट्ने, भाँच्ने, उखेल्ने काम गर्यो भने है, नर्सरीमा गऱ्यो है, नर्सरीका बिरुवाहरूलाई त्यो भाँचिदियो, उखेलिदियो भने त त्यहाँ क्षति ठुलो भयो नि त होइन। बिरुवा नै भाँचिदियो भने त अनि अब के लगाउने? अनि अथवा प्राकृतिक रूपमा उम्रिएका बिरुवा पनि हुनसक्छन् है। कुनै पनि ठाउँमा ती बिरुवाहरूलाई मास्ने काम गर्यो, भाँच्ने, उखेल्ने काम गरिदियो भने के हो नि त? एक बिरुवाको त्यसलाई 500सम्म जरिवाना गर्ने है। 500सम्म जरिवाना गर्ने। र यस्तो कसुर एकचोटि होइन, त्यसले फेरि गरिराख्यो भने त्यसलाई के गर्ने त भन्दा 20,000 रुपियाँसम्म जरिवाना। त्यसलाई पनि नर्सरीमा त्यसले के गर्यो त भन्दाखेरि नर्सरीमा त्यसले रिस्क गर्यो। त्यसले रिस्क गरेर नर्सरीमा के गर्यो त? बिरुवाहरू मार्यो भने नर्सरीमा रिस्क गर्नेलाई के हुन्छ त? 20,000 जरिवाना। नर्सरीमा रिस्क गर्नेलाई 20,000 त्यसरी सम्झिने। रिस्क 20, नर्सरीमा रिस्क गरी बिरुवा मार्यो त्यसलाई 20,000 रुपियाँसम्म जरिवाना अथवा 20,000को 1 वर्षसम्म कैद। यसरी सम्झिनु है त। यसलाई सम्झिनु एकदम मैले सजिलो बनाइदिएको छु। अनि अर्को नर्सरीमा आयो, अघि त बिरुवाहरू नै मारेको थियो होइन है, बिरुवाहरू मारेको थियो। अब अहिले चाहिँ बिरुवाहरू मारेको छैन त्यसले है, बिरुवा चाहिँ मारेको छैन। त्यहाँ वृक्षारोपण गरेको वरिपरिको तारहरू, खम्बा, यो घेरबारहरू त्यसलाई फालिदियो। अब घेरबार फाल्दाखेरि बिरुवा मारे जति त्यति धेरै ठुलो सजाय होइन। घेरबार भन्ने अलिकति अब त्यो सुरक्षाको लागि हो। अब बिरुवा नै मारिदियो भने त के लगाउने? ठुलो घाटा भयो। घेरबार गर्दाखेरि आधा घाटा लाग्यो भन्ने। नर्सरीमा त्यसले विष खाएको थियो नि त होइन, के अरे नर्सरीमा रिस्क गरेको थियो नि त। रिस्क गरेर त्यसलाई 20,000 जरिवाना अनि पटक दोहोऱ्याउँदाखेरि न त एउटा बिरुवाको 500 थियो। अब अहिले त के भयो भन्दा त्यो नर्सरीमा रहेको त्यो खम्बाहरूलाई त्यसले गऱ्यो भने त्यसलाई आधा सजाय गर्ने क्या। नर्सरीमा बिरुवा माऱ्यो भन्दा त अलिकति कम हुनु पऱ्यो नि त। त्यो भएर 10,000 रुपियाँसम्म जरिवाना। अब अघि 20,000को 1 वर्ष थियो भने 10,000को 6 महिना, ट्याक्क आधा। यसरी सम्झिने। अनि अर्को के छ भन्दाखेरि यो वन ऐन र यो अन्तर्गत बनेका नियमहरू विपरीत अरू काम गर्यो भने है,
यो ऐन अन्तर्गत यो ऐन विपरीत काम गर्यो भने पनि त्यसलाई 6 महिनासम्म कैद 10,000 रुपियाँसम्म जरिवाना हुन्छ। र यो अर्को छ हेर्नु, वन पैदारमा आधारित उद्योगहरूले है, वन पैदा यो समिलहरू हुन्छन्, ती उद्योगहरू हुन्छन् नि, तिनीहरूले चाहिँ कानुन विपरीत वन पैदाहरू राखेमा है, जताभावी जहाँ कहीँबाट लिएर बिना टाँचाको होला, बिना अनुमतिको होला, त्यो वन पैदाहरू राख्यो भने के गर्ने त भन्दा त्यस्तो कसुरुने सजायमा अब त्यो राखेको कति छ त्यो विगत असुल हुन्छ, त्यसमा थप चाहिँ 2 लाख रुपियाँसम्म चाहिँ जरिवाना हुन्छ है, थप 2 लाख। यसलाई यसरी सम्झिनु होला, वनपाती उद्योगहरू छन् नि, उद्योगहरूलाई 2 लाख हान्ने 2 लाख रुपियाँ थप गर्ने, त्यस्तो कुराहरू सम्झिनु होला। हुन्छ, भिडियो अलि लामो भएको छ, कृपया प्रतीक्षा गरेर हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। म फेरि अरू टपिकहरू लिएर आउनेछु र तपाईँहरूलाई कुन टपिक एकदमै अप्ठ्यारो लागेको छ कृपया कमेन्ट गर्नुहोला। म तपाईँहरूको सेवामा सधैँ तत्पर नै छु। हुन्छ, बाई बाई।